दर्शक श्रोता नमस्कार। शास्त्रकै चर्चा गर्ने सन्दर्भमा मैले हाम्रो शास्त्रमा थुक्ने नियम पनि बताइएको छ। हामी हिँडिरहेका हुन्छौं अथवा उभिरहेका हुन्छौं अथवा हामीलाई थुक्न मन लाग्यो भने हामीले जहाँ चाहिँ थुक्नु हुँदैन। हाम्रो सम्मुखमा अगाडि देवताहरू हुनुहुन्छ, यसैगरी पछाडिपट्टि ऋषिहरू हुनुहुन्छ। हामी हिँड्दा उभिँदा अगाडि देवता पछाडि ऋषि, दायाँपट्टि दाहिने हातपट्टि पितृहरू हुनुहुन्छ। त्यसकारण हामीले थुक्नका लागि देब्रे हाततर्फ चाहिँ थु गरेर चाहिँ थुक्नुपर्छ। तर प्राविधिक रूपले वाहनहरू चलाउने जस्तै ड्राइभरले उनीहरूको ढोका नै दाहिनेतिर हुन्छ भने यसरी प्रविधि अथवा काम गर्ने बेलामा अपवादको रूपमा यी देब्रेतिर थुक्न मिलेन, दाहिनेतिर थुक्नु पर्ने स्थिति आयो भने पनि त्यो पाप मोक्ष, त्यसमा पाप लाग्ने अवस्था छैन। किन भन्दा धेरैको हितको निम्ति काम गरेको हुनाले त्यसरी दायाँतर्फ थुक्यो भन्ने किसिमको चाहिँ शास्त्रमा उल्लेख गरिएको छ। यसरी अगाडि देवता पछाडि पितृ, अगाडि देवता पछाडि ऋषि, दायाँतर्फ पितृ, त्यसकारण देब्रेतर्फ चाहिँ हामीले थुक्नुपर्छ। यो विज्ञानले पनि यसलाई समर्थन गरेको कुरा चाहिँ म यहाँहरूलाई जानकारी गराउँछु। हस्त नमस्कार।